दामी छ साथी हो। आउनुहोस् तपाईँहरू पनि घुम्नु एकदम मङ्पो। यो चाहिँ छ्याङ डाँडा 16 अहिले चाहिँ पुरै होमस्टेहरू कटेजहरू पनि पुरै बनाएको छ है। ओ लिचे डिस्टर्ब नगर, एकदम इन्जोय गर्न देऊ न। पुरै छ टुरिस्टहरू पनि, टुरिस्टहरू एकदम पुरा घुम्नु आइरहेछ। वर्ल्डभरि यस्तो मारामारी लडाइँ चलिरहेछ, तर पनि हाम्रो हिन्दुस्तानमा चाहिँ एकदम दामी छ, कोही मतलबै छैन। घुमिरहेछ। ग्यासको प्रब्लम भइरहेछ, तेलको प्रब्लम भइरहेछ, एसआरको प्रब्लम भइरहेछ, तरै पनि हाम्रो मान्छेहरू चाहिँ घुमिरहेछ, खाइरहेछ एकदम दामी जग्गा छ। हेर्नुहोस् है इन्जिला दिदीहरू गोर्खा गोर्खा भन्दै बोल्दै जाँदैछ। के हो बुझ्दैन। ए गोर्खा भनेको गोर्खा भनेको अरे गोर्खा भने जस्तो लाग्यो। दामी छ साथी हो।